यो घरमा चाहिँ देउसी खेल्नु पर्छ आज यहाँ यहाँ हाम्रो घरपेटी बा आमा दिदीहरू ल आउनु पर्यो हामी त यहाँ देउसी खेल्न आयौँ त हौ आयो हामी देउसी खेल्न आयौँ ल आउनुहोस् ल दाजुभाइ हामी सबै देउसी खेल्नुपर्छ है रमाइलोसित है ल आहै भन भन भाइ हो आहै राम्ररी भन आहै राम्ररी भन आहै हाम्रो घरबेटी आहै सुन्नु भएको आहै यो घर कत्रो आहै सिंहदरबार जत्रो आहै झिलिमिली जिल्ला अब चाहिँ गीत गाउने हाम्रो एउटा समूहको हाम्रो बाको लागि गीत गाउने एउटा हाम्रो एउटा गाइदिउँ यो यसले गाउँछ यसले गीत आउँदैन मादल पहिला कि गीत गाउँ त मैले मादल टेन्सन नगर्नु त अब गीत गाउनु गाइदिनु ढ्याङ्ग्रो बास्तर हुन्छ त नि भयो नि आज रमाइलो अगाडि सुरु गर्नु अगाडि सुरु एउटा गीत जाओस् मलाई आउँथ्यो बाबु मलाई आउँदैन टुक्क हाल्दिनु बा काली ओराली भाइ भाइ के को माया लगाउनु घरलाई ओराली भाइ भाइ के को माया लगाउनु घरलाई घरबेटी देउसी घरबेटी आमै आउनु भयो साथी भाइ देउसी रे भन हाम्रो पुतेर चाहन्छ यहाँ हेर्नुहोस् हाम्रो के खान्छौ सेल खान्छौ कि स्याउ खान्छौ कि पैसा लान्छौ कि हाम्रो कुरा सुनेर नि आजै थपिन्छ यस्तै हुनुपर्छ भोलि विदेशबाट छोरा आउने अझै पनि थप्नुहुन्छ। हेर दाजुभाइ हो हाम्रो यहाँ घरबेटी अहिले नाना सरको भतिजी नि र हामी सबैको एउटा दोहोरीको प्रस्ताव आएको छ, त्यसलाई हामी मन्जुर छ कि छैन? मन्जुर मेरो बहिनीले सुरु गर्छ ल। देव भाइ कसैले नबिर्स्यो घरमा लक्ष्मीले हजुरलाई जाडो होला मेरो पछ्यौरी लिस्यो नबिर्स्यो घरमा लक्ष्मीले भात गरुन् घरमा हवा चिसो चिसो हजुरलाई जाडो होला मेरो पछ्यौरी लिस्यो खेल्नु पर्छ देउसी र भैलो सबै मिली घरमै रमाइलो हावा चिसो चिसो हजुरलाई जाडो होला मेरो पछ्यौरी लिस्यो देउसी र भैलो सबै मिली घरमै रमाइलो हावा चिसो चिसो हजुरलाई जाडो होला हामी सबैमा घरबेटीमा नाच्दिनु छमछम हावा चिसो चिसो हजुरलाई जाडो होला मेरो पछ्यौरी लिस्यो हजुरलाई जाडो होला मेरो पछ्यौरी लिस्यो
दिनु छमा हावा चिसो चिसो मेरो पछि मेरो साथीभाइ हो अब दोहोरी सिक्यो होइन अब घरबेटीलाई आशीर्वाद दिउँ हामी बाटो लाग्नुपर्छ तपाईँले डिस्टर्ब गर्नु हुँदैन घरमा नै खेल्नु त है त म भटाउन सुरु गरेँ है त दाजु हाम्रो घरबेटी हे घरबेटी आमा हे घरबेटी आहा हाय यो घर कत्रो हाय सिंहदरबार कत्रो हे मेरो दाजुभाइ हाय यो पैसा देख्दा है मान्छे खुसी छैन है अलि थप्छ कि है चिन्ता नगर है मैमती छ हे अर्को आउँछ हे वर्ष दिनको हे तिहारमा हे आउँछ हे घरबेटी बाले है 1000 रुपियाँ हे राखेको छ है केही चिन्ता नगर हे म हुन्जेलसम्म हे केही चिन्ता नगर हे मेरो घरबेटीमा हे कति राम्रो हे मनकारी हे मेरो घरबेटीमा हे कति मनकारी अझै आउँछ हे तातो रोटी मिल्ला हे सेलरोटी मिल्ला हे वर्षा दिनको हे तिहारमा हे टेन्सन नगर हे अझै थप्छ हे थारै दिन हे आउँदैन यो हे वर्ष दिनमा हे आइन्छ यो हे तिहार भने हे वर्ष दिनमा हे आइन्छ यो हो हे केटाहरू यस्तो होइन नि त है मेरो भनेको पारु भनेको म सँगै स्कुल पढे मान्छे हो क्या त्यही भएर मात्र हो दाइ म एकदम मन शान्त कि भएर म अहिलेसम्म बिहे गरेँ होइन दाजु हो त्यसमा म खुसी भन भाइ हो राम्ररी भन बेटे सुखी होस् पारु बहिनी मैले त गर्लफ्रेन्ड सम्झेको थिएँ अहिले पनि अर्काको घरमा गइसक्यो भयो नि मैले बहिनी तपाईँको गर्लफ्रेन्ड रे पारु हो र पहिले अहिले हुन्छ है अहिले त्यस्तो भनेर मात्रै गाडी गर्नु भयो होइन हो कि होइन ल भन्नुहोस् न होइन भने साथी स्कुल पढे हो कि जडिहाले देउसी मैले हेर्नु ठाउँ कहीँ नपाएर मेरो घर पाएछ होइन आउँछ भनेर पो नगर है बाबु राम्रो भइरहेछ म त यहाँ पारो आएको छु भने पो म आएको त यहाँ पारो भएपछि त मलाई त पैदल पनि मलाई त एकदम महारानी हुने पहिलाको गर्लफ्रेन्ड हो त सक्यो अहिलेको हाम्रो देउसी यही सम्मान त भयो भन भाइ हो घरमा